नमस्कार मित्रहरू, म दशैंमा आशीर्वाद दिन प्रयोग गरिने केही संस्कृतका श्लोकहरू अर्थसहित उपस्थित भएको छु। जयन्ती मङ्गला काली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवा धात्री स्वाहा नमस्तुते। यो मङ्गलाचरणको रूपमा टीका लगाउँदा सुरुमा पढ्ने मन्त्र हो। यसको अर्थ हुन्छ, हे जयन्ती, हे मङ्गला, हे काली, हे भद्रकाली, हे कपालिनी, हे दुर्गा, हे क्षमा, हे शिवा, हे धात्री, हे स्वाहा, हे स्वधा, हजुरलाई नमस्कार छ। यस्तै भगवतीको हरेक स्वरूपले हजुरलाई कल्याण गरून् भनेर सुरुमा यो वाचन गर्ने गरिन्छ। आयुरुद्रोणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे ऐश्वर्यं नौषे गतिश्च पवने मानस्य दुर्योधने शौर्यं शान्तनवे बलं हलधरे सत्यञ्च कुन्ती सुते विज्ञानं विदुरे भवन्तु भवता कृतेश्च नारायणे। हजुरमा अश्वत्थामाको जस्तो लामो आयु, दशरथको जस्तो श्री सम्पत्ति, श्री रामचन्द्रको जस्तो शत्रुनाश गर्ने क्षमता, नहुष राजाको जस्तो ऐश्वर्य, पवनको जस्तो गति, दुर्योधनको जस्तो मान सम्मान, भीष्मको जस्तो पराक्रम, बलरामको जस्तो बल, युधिष्ठिर जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र नारायणको जस्तो कीर्ति प्राप्त होस्। लक्ष्मीस्ते पङ्कजाक्षी निवसतु भवने भारती कण्ठदेशे वर्धन्तां बन्धुवर्गा सकलरिपुगणा यान्तु पातालमूले देशे देशे च कीर्ति प्रसरतु भवतां कुन्दपुष्पेन्दुशुभ्रा जीवत्वं पुत्रपौत्रे सकल सुखयुतैर्हायनानान् सतञ्च। घरमा लक्ष्मीको वास होस्, कण्ठमा सरस्वतीको वास होस्, बन्धुवर्गमा वृद्धि होस्, शत्रु पाताल पुगुन्, देश विदेशमा सत्कृति फैलियोस्, चमेली फूलको जस्तै सुवासयुक्त रहनु, चन्द्रमाको जस्तै स्वच्छ चम्किलो कीर्ति फैलियोस्, सन्तति सुख मिलोस्, आयु लामो होस्, 100 वर्षसम्म बाँच्नुहोस्। त्यस्तै अर्को एउटा श्लोक पनि गुणरत्नमालाबाट लिएको छु। यो पनि मलाई मन परेको हो। अल्छ्याई नलिनु, उगी नरहनु, निद्रा न धेरै लिनु, कोही देखि न डराउनु, रिस कतै कहिल्यै न उठ्ने हुनु, धन्दा झटपट छिन्नु, फुर्ती रहनु, जुम्सोपना छाडिदिनु, विद्यामा धनमा पुरा हुनु परे, यी बानी हरदम लिनु। धन्यवाद।